चुनाव विशेष इलेक्सन एपिसेन्टर 2082 24 घण्टा प्रत्यक्ष प्रसारणमा छौँ हामी यति बेला र देशैभरबाट अब चाहिँ प्रारम्भिक मत नतिजाहरू आउन थालेको छ र काठमाडौँ उपत्यकाका केही क्षेत्र त अब लगभग अन्तिम मत नतिजा सार्वजनिक गर्ने अवस्थामा पुगिसकेको छ। दर्शकहरू, पछिल्लो विवरण हेर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको जुन चुनावी प्रचारको बेला एउटा लहर देखिएको थियो, त्यो लहर लगभग ब्यालेटमै मतको रूपमा प्रस्तुत भइसकेको जस्तो हामीले देख्न सक्छौँ र देशैभरबाट रासोपाप्रति जुन सद्भाव र मतदान भएको भन्ने हुनसक्ने आकलन गरिएको थियो, त्यो आकलन कतै अब सत्यतर्फ गएको भान भएको छ। यति बेला लगभग पुराना दल र यस अघिका राजकीय सत्तामा प्रमुख स्थानहरूमा बसेका पूर्व प्रधानमन्त्री या मन्त्री या पार्टीका शीर्षस्थ नेता या ठुला दल भनिएका